भुवन केसी जस्तो एउटा आइडलसँग एउटा स्क्रिन सेयर गर्न पाउँदाखेरि चाहिँ मेरो के कमी कमजोरी नदेखोस् भन्ने चाहिँ म आफूमा पनि हुन्थ्यो र ड्याडले पनि भनिराख्नुहुन्थ्यो याद गर तेरो अगाडि को छ त्यही भएर गिभ यु बेस्ट फेरि पछि गएर रुने काम नगर भन्नु हस्टेल भन्ने फिल्ममा उहाँको एउटा सानो क्यामियो रोल थियो भने यसमा एज अ वान अफ द लिड क्यारेक्टर्समा म सँगसँगै प्यारलली नै उहाँले गर्नुभएको छ अफ कोर्स हि इज अ मेगा स्टार हैन उसको एउटा स्टारडम डेफिनेटली छ जुन चाहिँ मैले एकदमै रेस्पेक्ट पनि गर्छु मैले गुमाएको त केही छु जस्तो लाग्दैन किनभने मसँग अहिले जेरी जस्तो प्रोजेक्ट छ बजारलाई कसरी हेरिराख्नु भएको छ कि अहिले दसैँ पनि एक्सपेक्टेड बिजनेस होइन भनेर आइरहेछ होइन प्रतिक्रियाहरू पछिल्लो माहौललाई लिएर होइन तपाईँहरूले चाहिँ कसरी समीक्षा गरिराख्नु भएको छ प्रेडिक्सन हुन्छ नि यो लेभलको त ओपनिङ हुन्छ यति कलेक्सन हुन्छ हामी यो लेभलसम्म पुग्छौँ होइन जेरीको पहिलाको सेल्स कस्तो थियो होइन त्यसको उत्साह कस्तो थियो र अहिले कस्तो एकदमै जेरी फिल्म जसरी पहिला अडियन्सहरूले मेरो फ्यान्स मेरो वेल विशर्सहरूले एकदमै माया दिनुभएको छ यसपालि पनि त्यसरी नै दिनुहुन्छ भन्ने नै मैले अपेक्षा राखेको छु अझ धेरै त बुकिङले पनि देखाइरहेको छ बुकिङ खोलेकोदेखि कतिवटा हल त आज भर्खरै वेन्सडे नै प्याक हुन लागिसकेको छ र मलाई लाग्छ अब दसैँको फिल्महरूले पनि अब बक्स अफिस भनेको एउटा छुट्टै कुरा हो तर उहाँहरू सबैजनाले आफ्नो साइडबाट आशीर्वाद पाउनुभएको छ जस्तो लाग्छ दसैँमा सबैजनाले टिका लगाएर भनौँ न एक हिसाबले चाहिँ ब्लेसिङ्स बाँड्ने नै हाम्रो चलन छ हाम्रो फेस्टिभलको मोड भनेकै त्यही हो भने अहिले दसैँमा चलिरहेको सबै फिल्महरूले पनि मलाई लाग्छ कि उहाँहरूले अडियन्सको आशीर्वाद पाउनुभएको छ बक्स अफिस त्यो भनेको एउटा बेग्लै कुरा हो धेरै फ्याक्टर्सहरू खेल्छ देशको सिनेरियो र डिफ्रेन्ट चिजहरू पनि त्यसमा प्ले गर्छ तर मलाई लाग्छ सबै फिल्मले एकदमै राम्रो ब्लेसिङ्स पाउनुभएको छ र आशा छ तिहारमा पनि त्यसरी नै हामीले पनि त्यो ब्लेसिङ्स पाउनेछौँ कतिको डर लागिरहेछ आफ्नो फिल्म राम्रो हुनु र व्यापार हुनुलाई दुईवटा तरिकाले हेरिन्छ कि मार्केटमा व्यापार भएको जस्तो सुकै फिल्म पनि सफल भनिन्छ होइन राम्रो फिल्म व्यापार भएन भने पनि असफल त्यो चाहिँ प्रड्युसरलाई होला व्यापारिक हिसाबको व्यापारले तलमाथि हुने चाहिँ प्रड्युसरको टेन्सनको विषय भयो तर अफकोर्स एज अ कलाकार आफ्नो फिल्मले राम्रै व्यापार गरोस् भन्ने मनसाय त हुन्छ तर एट दि एन्ड व्यावसायिक रूपले चाहिँ प्रड्युसरलाई घाटा या नाफा भन्ने कुरा छुट्टै होला तर एज एन एक्टर म एक्टर भएको हिसाबले चाहिँ आई थिङ्क हामीहरूलाई चाहिँ कोही दर्शकलाई हामीले अलिकति पनि इन्फ्लुएन्स गर्नु सक्यो थ्रु क्यारेक्टर हामीले स्माइल मात्र पनि एक दर्शकलाई मात्र पनि स्माइल गराउन सक्यो भने त्यो आई थिङ्क कलाकारको अचिभमेन्ट हो र अहिले रिलिज भएको सम्पूर्ण फिल्मले चाहिँ धेरैभन्दा धेरै दर्शकको माया र साथ पाउनु भएको छ एज जेरी सेड उहाँहरूको आशीर्वाद पाउनु भएको छ सो व्यावसायिक हिसाबले हामीले आई डोन्ट नो मैले हाम्रो टिमले त्यो सोचे भन्दा पनि हामीले बेस्ट काम गरेको छौँ र हाम्रो काम चाहिँ दर्शकले माया गरिदिनु भयो भने त्यो नै हाम्रो लागि नम्बर हुन्छ जस्तो लाग्छ जस्तो अरू एक्टरहरूसँग खेल्दा अर्कै किसिमको चुनौती हुन्छ अनमोलजीसँग चाहिँ अनमोलसँग खेलेको छु के फरक पर्छ र आइहाल्छ र उसको अडियन्स छँदैछ त्यसरी फिल्म हिट भइहाल्छ भन्ने फर्स्ट अफ अल मी एज एन एक्टर मैले कहिले पनि यो एक्टरसँग गर्छु और त्यो सेलेक्सन कहिले पनि हुँदैन होइन त्यो त हाम्रो टिमको जहिले पनि एउटा टिमको डिस्कसन्सबाट हुन्छ अब म अनमोलसँग के अरे अनमोल छ भन्दैमा आई डोन्ट थिङ्क अफकोर्स हि इज अ मेगा स्टार होइन उसको एउटा स्टारडम डेफिनेटली छ जुन चाहिँ मैले एकदमै रेस्पेक्ट पनि गर्छु तर अब आई डोन्ट थिङ्क एउटा एक्टरमा यति साह्रो हामीले प्रेसर राख्नुपर्छ कि
भोलि आएर कन्टेन्टहरू हाम्रो चलचित्रको कन्टेन्टहरू नै हाबी नहोस् भन्ने हुन्छ होइन आई थिङ्क एट द एन्ड अफ द डे हाम्रो चलचित्रले नै हो हाम्रो कन्टेन्टले नै हो बोल्ने होइन अनि जेरी अन टपको अहिलेसम्म जति पनि हामीले प्रतिक्रिया पाएको छौँ इट्स बिन अमेजिङ हाम्रो ट्रेलर टिजर एकदम मन पराइदिनु भएको छ र त्यही हो आशा राख्दैछु यही तिहारमा धेरै धेरै माया पाउँछ थ्याङ्क यू जस्तो यति लामो सुटिङ भयो यो फिल्मको होइन के चिजहरू चाहिँ छोड्नु पऱ्यो सबैभन्दा पहिला त जेरीको लागि मेरो आफ्नै होम प्रोडक्सनबाट जुन फिल्म 1 वर्ष अगाडि हुनपर्ने थियो त्यो नै सरेको सरै छ त्यसपछि बिचमा धेरै फिल्महरू आयो तर भनौँ न म पर्सनली चाहिँ एउटा प्रोजेक्टमा लागिसकेपछि जबसम्म रिलिज हुँदैन अब हेलो जबसम्म रिलिज हुँदैन म चाहिँ भनौँ न त्यही फिल्ममै मेरो टोटली मेरो हार्ट एन्ड सोल दिन्छु अब अहिले पनि भनौँ न मेरो आउने फिल्मको वर्कसप्सहरू स्टार्ट भइसक्यो तर पनि म अटेन्टिभली म दिन पाइरहेको छैन किनभने दिमाग जेरीमै छ यत्रो वर्ष भइसक्यो एउटा यसमा आफ्नो मेहनत लागेको आफ्नो इमोसनली अट्याच भएको त्यसले गर्दाखेरि भनौँ न तर मलाई त्यस्तो केही पनि रिग्रेट छैन किन भन्दाखेरि एउटा आइसकेपछि चाहिँ एटलिस्ट एउटा इन्डस्ट्रीलाई योगदान दिने खालको एउटा फिल्म आओस् एउटा जस्ट अनदर मुभी नहोस् होइन चाहे त्यो भिजुअली होस् या स्टोरी वाइज होस् चाहिँ मेरो प्रयास जहिले पनि त्यो नै हुनेछ सो त्यस्तो मैले गुमाएको त केही छु जस्तो लाग्दैन किनभने मसँग अहिले जेरी जस्तो प्रोजेक्ट छ कति समाचार सुन्थ्यौँ कि आज कति समय नखाएको कति समय चिनी नखाएको एक्टरहरूले त प्रायः चिनी नै खानुहुन्न भन्दैछ होइन फेरि चिनी बिना यो जेरी पनि बन्न सम्भव छैन मिठाईको कुरा होइन तपाईँहरूले जेरी नखाएको चाहिँ कति एक्चुली एकदम अनेस्टली भन्नुपर्दाखेरि धेरै भयो मैले जेरी खान नपाएको चाहिँ तर एकदमै मेरो चाहिँ स्विट टुथ भनौँ न मलाई चाहिँ मिठाईहरू चक्लेटहरू जेरी स्वारी दुइटैको कम्बिनेसन चाहिँ एकदमै मनपर्छ सायद अब यो फ्राइडे हाम्रो राम्रो बिजनेस राम्रो ओपनिङ भयो भने हामी सबैजना सँगै खाउँला जेरी मैले दसैँमा खाएको हो दसैँमा खाएको होइन हो दसैँमा खाएको दसैँमै खाएको मसँग पिक्चर पनि छ खाएको सबुत तर मलाई नै एकदमै जेरीले भने जस्तो जेरी स्वारीको कम्बिनेसन एकदम मिठो लाग्ने तर चितवनमा चाहिँ तपाईँको जेरी पुरी तरकारी रहेछ त्यो पनि एकदम मिठासपूर्ण खाएँ मैले एकदमै यसो हेर्दाखेरि बुवासँग मैले पहिला फिल्महरूमा पनि स्क्रिन सेयर गरेको जस्तो देखेँ पनि अब पहिलाको फिल्ममा एउटा गानामा मात्रै मैले सेयर गर्ने मौका पाएँ हस्टेल भन्ने फिल्ममा उहाँको एउटा सानो क्यामियो रोल थियो भने यसमा एज अ वान अफ द लिड क्यारेक्टर्समा म सँगसँगै प्यारलली नै उहाँले गर्नुभएको छ सो एउटा बुवासँग मैले एउटा स्क्रिन सेयर गर्ने सौभाग्य पाउँदाखेरि एकदमै प्रोडक्सन हाम्रो प्रड्युसर्सहरूलाई र सुयोग दाईलाई धन्यवाद भन्न चाहन्छु कि म र मेरो बुवा दुवैजनालाई चाहिँ एज अ क्यारेक्टर देख्नुभयो र भनौँ न अब उहाँको हुन त एकदमै अहिले पनि यङै हुनुहुन्छ तर पनि यु नेभर नो एउटा भनौँ न अब मेरो हजुर सिरिज जुन स्वर्गीय श्रीकृष्ण सरको सिरिज हो र त्यो सिरिजमा मैले दुईवटा फिल्म गर्ने मौका पाउँदै पनि आफ्नो बुवाको कुनै पनि सुपरहिट फिल्मको मैले रिमेक गर्न पाएको छैन र लेगेसीलाई अगाडि बढाउन पाएको छैन तर पनि यो फिल्ममा चाहिँ उहाँसँग स्क्रिन सेयर मात्रै गर्न पाउँदाखेरि पनि धेरै चिज मैले सिक्ने मौका पाएँ उहाँबाट केदारजीबाट यतिकै उहाँहरूको यत्रो कन्ट्रिब्युसन उहाँहरूको चाहिँ भनौँ न हार्डवर्कबाट चाहिँ उहाँहरू चाहिँ यतिकै भनौँ न उहाँहरूको जुन नाम छ त्यो चाहिँ यतिकै नभएको रहेछ भन्ने चिज चाहिँ फिल गरेर एकदमै खुसी फिल भयो
भन्दाइको किनभनेदेखि एउटा अरा छ नि जहिले पनि दर्शकको साथमा एकदमै हाम्रो चाहिँ सेट र घरमा चाहिँ फरक के हुन्थ्यो भन्दाखेरि जति पनि हामीले सिनहरू रिहर्स गर्थ्यो त्यो चाहिँ घरमा मात्रै हुन्थ्यो तर जब हामी सेटमा गइसकेपछि दुवैजना एउटा एक्टरको मोडमा जान्थ्यौँ त्यसपछि चाहिँ हामी बिचमा एउटा फ्रेन्डली च्यालेन्ज चाहिँ हुन्थ्यो है किन भन्दाखेरि भनौँ न अब एउटा भुवन केसी जस्तो एउटा आइडलसँग एउटा स्क्रिन सेयर गर्न पाउँदाखेरि चाहिँ मेरो के कमी कमजोरी नदेखोस् भन्ने चाहिँ म आफूमा पनि हुन्थ्यो र ड्याडले पनि भनिराख्नुहुन्थ्यो याद गर्थ्यो र अगाडि को छ त्यही भएर गिभ यु बेस्ट फेरि पछि गएर रुने काम नगर भन्नु एकदमै अब मेरो ड्याड र म भइसकेपछि चाहिँ एउटा सेलिब्रेसन सङ चाहिएको थियो फिल्मको लागि र त्यो सेलिब्रेसन सङ चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ ड्याडकै पुरानो गीतलाई किन रिमेक नगर्ने भन्ने चिजमा चाहिँ त्यो गीतको एउटा सर्टेन लाइनलाई चाहिँ हामीले युज गरेर त्यो पुरै रिमेकै त नभनौँ तर त्यसको एउटा डिफ्रेन्ट भर्जन हामीले क्रिएट गर्न खोज्यौँ अनि त्यसपछि यो आइडिया चाहिँ हाम्रो सरोज सर हाम्रो प्रड्युसरको थियो त्यसको लागि चाहिँ अहिले आएर चाहिँ त्यो गीतमा अडियन्सहरूले एकदम इन्जोय गरिराख्नु भएको छ सो एकदम खुसी लागिरहेको छ धेरैभन्दा धेरै टिकटक्सहरू रिल्सहरू बनिरहेको छ खुसी लागिरहेको छ कुन चाहिँ गीतसँग होला जस्तै कुन चाहिँ गीत होला मलाई ठ्याक्कै ए हजुर हजुर अब भनौँ न त्यो चाहिँ खासै हामीले अब मिलाउन त खोजेको होइन किन भन्दाखेरि अलरेडी हाम्रो यो वर्षौँ पुरानो गीत हो उहाँहरूभन्दा सायद 20-25 वर्ष अगाडि बनेको गीत हो सायद उहाँहरूले चाहिँ हाम्रो कपी गरे होला एकदमै इमेजिन गर्छु आउने दिनमा पनि उहाँको कति धेरै सुपरहिट फिल्महरू गानाहरू छ जुनमा चाहिँ मैले रिमेक गर्न पाउन मेरो सौभाग्यको रूपमा लिन्छु तर अहिलेकोलाई यो आमाले भन्थे मैले गर्न पाएँ त्यो चाहिँ मेरो लागि एउटा ड्रिम कम ट्रु नै हो एकदमै अब पहिलाको जुन ओरिजिनल ट्र्याक छ जहिले पनि त्यही भएर भनौँ न ओल्ड इज गोल्ड भन्छ नि त त्यही भएर हामीले प्रयास गर्ने हो उहाँहरूको नजिक पुग्नलाई तर कहिले पनि पुग्न सक्दैनौँ र त्यो चिजमा चाहिँ भनौँ न मेरो बुवाको भन्दा मैले धेरै एप्रिसिएसन पाएन भन्ने चिजमा चाहिँ त्यसलाई पनि मैले एक हिसाबले जितै लिन्छु किन भन्दाखेरि कम्पेयर भयो त मेरो आफ्नै बुवासँगै भइरहेको छ सो भनौँ न आफ्नो मेहनत मैले गर्न ट्राई गरेँ तर पनि त्यो पहिलाको जतिको नभए पनि सायद ओल्ड इज गोल्ड जतिले हेर्नुभएको छ सबैजनाले माया गरिदिइराख्नु भएको छ सो त्यही नै हो सुरुमा त यो स्क्रिप्ट मलाई ठ्याक्कै 3 वर्ष अगाडि चाहिँ आएको थियो यो स्क्रिप्ट मलाई अफर त्यति बेला मलाई हेमराज दाईले सुनाउनु भएको थियो नरेट गर्नुभएको थियो बिटी कान्छाजी पनि हुनुहुन्थ्यो
अचम्म लागेको थियो जो मान्छेले मलाई रोस्ट गरिराख्नुहुन्थ्यो पहिला होइन अहिले आएर उहाँले मेरै स्क्रिप्ट लेखिराख्नु भएको छ जस्तो लागेको थियो होइन अनि स्क्रिप्ट सुनिसकेपछि यो फिल्म मैले साइन गर्न गएको थिएँ बिटी कान्छा अफिसमा रहेछ अनि बिटी कान्छा मात्रै थियो अफिसमा अनि सरोजजीले चाहिँ यिनीहरू दुईजनाको झगडा हुन्छ मिल्छ भनेर हामी दुईजनालाई मात्रै छोडिदिनु भएको रहेछ क्या त्यो अफिसमा क्या तर अब त्यस्तो केही पनि थिएन किन भन्दाखेरि म पर्सनली आफ्नो ट्रल्सहरू आफ्नो रोस्टहरू इन्जोय गर्ने मान्छे हो र भनौँ न आई थिङ्क सक्सेस भनेको त्यही हो कि आफूलाई उडाएको चिजमा चाहिँ आफूले पनि हाँस्न सक्नुपर्छ जस्तो लाग्छ अनि त्यसपछि मेरो क्वेसन यही थियो कि फिल्मको कथा त राम्रो छ हामीले अचिभ चाहिँ गर्न सक्छौँ एभरेस्ट जस्तो च्यालेन्जिङ ठाउँ यत्रो एनिमेसनको काम छ भन्दाखेरि एकछिनको लागि त हामीले सेकेन्डरी एउटा डिफ्रेन्ट स्क्रिप्ट पनि बनाउन थाल्यौँ माउन्ट एभरेस्टलाई टोटली क्यान्सल गरेर तर बिचमा हेमराजजी युएस जानुभयो उहाँको वैवाहिक जीवन सुरु भयो त्यसपछि हाम्रो फर्कीको डिरेक्टर सुयोगजी इन हुनुभयो त्यसपछि उहाँले यो च्यालेन्जलाई एक्सेप्ट गर्नुभयो र एउटा अब हलिउड फिल्म त होइन तर नेपालको बजेटमा यतिको स्टोरी चाहिँ म बनाउन सक्छु भनेर जुन हौसला दिनुभयो त्यसपछि नै हामी यो प्रोजेक्टमा हामी अगाडि बढेको हो र यसको लागि चाहिँ भनौँ न हामी सबैजनाको त एउटा इमेजिनेसनमा थियो पेपरमा लेख्नलाई त सजिलो हुन्छ नि त कथा तर सुयोग दाइले यस्तो इजिली यो भिजुअली अचिभ गरिदिनु भयो नि त्यसको लागि चाहिँ ह्याट्स अफ थियो म कसरी इन भयो अब जेरी अन टपको मलाई फर्स्ट कल हाम्रो प्रोड्युसर सरोज दाइको आएको थियो होइन बेना भेट्नु पऱ्यो भन्नुभयो अनि मैले चाहिँ अब फलोइङ कुनै अब अरू कामको लागि हुनसक्छ भन्थेँ एन्ड देन किनभने जेरी अन टपमा अलरेडी नायिकाहरू हुनुहुन्थ्यो होइन म त पछि इन भएको अनि त्यो सिचुएसनमा मैले पनि सोधेँ टिमलाई होइन भएको चाहिँ के हो अर there's already another actress के भयो भने उनीहरूको आफ्नो नै there was already something going on त्यसै अलरेडी हाम्रो टिमबाट आइसकेको छ स्टेटमेन्ट होइन के भएको थियो भनेर सो त्यो हिसाबले चाहिँ मलाई अप्रोच गर्नुभयो अनि मैले चाहिँ टाइम लिएँ होइन किनभने अब धेरै कुरा भइरहेको थियो त्यतिखेर सो उहाँले मलाई पेमाको क्यारेक्टरहरू भन्नुभयो सुयोग दाइले पनि भन्नुभयो एन्ड देन त्यसपछि मैले चाहिँ यो मौका मैले छोड्नुहुन्न पेमा जस्तो क्यारेक्टर मैले आई डोन्ट थिङ्क कहिले पनि गर्न पाउँछु होला होपफुल्ली गर्न पाउँछु होला होइन तर त्यो समयमा चाहिँ मेरो लागि यही टाइम हो मैले यस्तो क्यारेक्टर खोजिरहेको बेला मैले पाएको भनेर डेस्टिनीलाई लिएर मैले अगाडि बढेँ त्यसरी